ल है हामी चाहिँ अहिले गाउँभन्दा 50 मिटर माथि के भन्छ रे पुन्टे यो ठाउँलाई चुचल्कामा आइसकेको छौँ। यहाँ देख्न सक्नुहुन्छ एकदमै फुल फुलेर ढकमक्क छ वन जङ्गल। हाम्रो दुईवटा साथी चाहिँ अगाडि भ्लग गराउँदै हिँडेछन्। क्या ल 360 भ्यू देख्न सक्छ है। ल यो चाहिँ कतिजनालाई थाहा छ, यो चाहिँ अब यसको पाक्ने बेला चाहिँ एकदमै रातो भएर पाक्छ है। अनि यसको फल चाहिँ चराहरूले खान्छ। एकदमै फिर्का थाप्नेको लागि हामीले यसको फल युज गरिदिन्छ है। पछि नपऱ्यो क्या चिप्ले चाहिँ भन्दा नि होइन साला भ्लग बनाएको म अलिक भेना यता हो नि भेना भनेन चाहिँ भ्लग बनाएन त। त्यहाँको यो पुन्टे हेर मोगान जाने यो ढुसी काट्यो, यो ढुसी काट्यो कस्तो गएको जस्तो र मान्छे निकालो मन निकालोतिर। ल है दोस्टले चाहिँ अब पानी भर्दैछन् उसको लागि। अब यहाँभन्दा माथि चाहिँ पानी पाइन्न है साथीहरू। खाइदिउ न हैन ती पनि घाँटी बि जान्छ कि क्या डेन्जर सितलो भयो यार। अङ्कल हो है साइनो लास्टै ठुलो रहेछ यार। सालाले चाहिँ मलाई पानी दिएछ नि। सेवा सुविधा दिनु पर्यो नि त यार। आजहरु त कामी र भोरन माथि भयो लैजाने होला नि। ल है हामी चाहिँ बाटरबुढा खेतमा छौँ यति बेला। देख्न सक्नुहुन्छ है त्यो पारीको गाउँ पुन्टेको माइती गाउँ दुलाङ रोड। यो चाहिँ गुर्जा जाने रोड बब्बाल देखेछ है। है त साथीहरू आज चाहिँ हामी चाहिँ यार्सा गुम्बा खोज्न आएका छौँ। अब हामी यार्सा समुद्र सतरी करिब 4200 को उचाइमा छौँ है। 4200 को उचाइमा पनि यस्तो जङ्गल हुने रहेछ भनेर फेरि चित पर्नु होला तपाईँहरू फेरि। अब यहाँ पुन्टेले चाहिँ एउटा यार्सा गुम्बा भेटेको भने ल देखा यार्सा गुम्बा गएर त उतै छ यतै यहीँमै हो देखेको। अनि यार्सा गुम्बा काली मुजी आफूले देख्ने अनि तिम्रो टिप्न जानिदिनु म त जान्ने छैन टिप त ल है साथी हो। यार्सा गुम्बा चाहिँ यस्तो पो हुने रहेछ यार। आधी किरा आधी काट हुन्थ्यो नि आधी किन सुनौँ मैछ आधा किरा आधी काट आधी किरा हुन्छ भन्थ्यो त। यो त पुरै चिप्लो चिप्लो छ त के होइन र यार। टिप त यार्सा गुम्बा यसो तन्किन्छ फेरि गए फेरि भन्ने आयो त अनि फेरि सत्ता यो त यार्सा गुम्बा होइन पुन्टे चिटियो र खोइ ल म खाइदिन्छु है त। लेकै फुल्यो यानी माया ढोका जस्तो नि हो ती सेम बनभुकुरी हो के भङ्कुरी होला नि। भुकुरी कि ए भुकुरी नै हो। पानीले खाइन्छ उल्टिरो हेर त। मेरो बिहामा बजाउने सिकै केटा। फाइनल्ली हामी चाहिँ वल्ल वल्ल 1-2 घन्टा हिँडेपछि सागछनी आइयो। कस्तो बबाल फुले है फुल। ल है यस्तो बबाल फुले है फल।
पानीलाई चिसो वाउ ल है साथी हो यस्तो डर लाग्ने जङ्गलमा चाहिँ हामी चाहिँ च्याउ चाँदैछौँ यति बेलासम्म पनि हामीले च्याउ भेटाउन सकेको छैनौँ खोजी कार्य चाहिँ भइरहेको छ है वाह यस्तो डेन्जर छ है जङ्गल चाहिँ ल है साथीहरू देख्न सक्नुहुन्छ है हेर्नु त भुङको रुखहरू आम्मा क्या डेन्जर हलिउड फिल्मको सुटिङ गर्ने जस्तो ठाउँ छ यार कस्तो परा थाकेर बसिछु हो मेरो साथीहरू उता गछन् ऊ त्यस्तोमा हो गरे हुने च्याउ ओइ च्याउ हो कि के हो र यार त्यो ओइ च्याउ हो क्या यार च्याउ नै हो त्यो ल है मैले चाहिँ अलिकति भेटेँ यस्तो डेन्जर ठाउँमा छ कि च्याउ फेरि भा त्यो सानो रहेछ डेन्जर छ त ठाउँ त यार यहाँबाट खस्यो भने फेरि कहाँ कहाँ यहाँको रहेछ कि बाटोले टिपेर फालिदिएको छ्या यहाँ तलतिर पनि छ है अब के गर्ने टिप्नै पर्यो ल गाइज रातो च्याउ सानो छ यहाँ टिप्ने हाल्नु अब बोरामा पनि हाल्नु पर्यो के छ र रातो च्याउ है थोरै साँच्चै ल है अब हाम्रो निशान पूजाले चाहिँ जहाँबटी एउटाको लागि यस्तो दुःख गरेको छ केटाले छ्या बराई कुट्या छ फेरि एउटा त्यति एउटा हो फेरि पागल त्यो अर्को खुट्टा उठाइहाल्नु न आछो अर्को खुट्टा उठाइहाल के उठेको कस्तो अर्दिनु परेन कस्तो छ र हो यार यसरी स्वात्त काट्नु पर्यो हैन यसरी बाहिरी भाग चाहिँ काट्नु पर्यो यसरी काट्नु पर्यो अनि त्यसपछि चाहिँ यसलाई चाहिँ के गर्नु पर्यो ठक्क लाएर यसरी बटार्नु पर्यो ल यी कस्तो राम्रो तरिकाले चाहिँ बाहिरी भाग चाहिँ स्वात्त गयो नि त हैन छिटो र छरितो तरिकाले चाहिँ यसरी गर्न सकिन्छ है ल के छ त भन्ने मैले नि जान्दिनँ मैले सिकेँ पहिलोचोटि है साथीहरू अब चाहिँ हामी दुईबाट च्याउ टिपेर घर जाँदैछौँ वास्तवमा भन्नुपर्दा चाहिँ म चाहिँ खचर गोठला हो देख्न सक्छौ त्यो अगाडिको फर्स्ट घोडाले एकदम धेरै पुगेको छ सेकेन्ड घोडा चौरनु घोडे पानी खा घोडा पानी खा ल फर्स्ट घोडाले चाहिँ यहाँ पानी खाँदैछ है छेप्दिम पानी छेप्दिन सेकेन्ड घोडा न आयो सेकेन्ड घोडाले चाहिँ अलि के अरे भारी कम जस्तो छ ल है साथीहरू हामी चाहिँ आज दिनभरि जङ्गलको यात्रा गरेर थकित भएर बसेको छौँ हामी अब घरको नजिक आइसकेको छौँ एकदमै आजको यात्रा चाहिँ एकदमै अविस्मरणीय भएको छ आज चाहिँ हामीले रातो च्याउ विशेष गरी रातो च्याउ खोज्न गएको थियौँ रातो च्याउ त खासै भेटाइएन त्यही पनि बानेको झन् यो है केटालाई झन् धेरै पर्थ्यो अर्को केटा फेरि थोरै पर्यो भने रुएर बस्या ल है यो केटाको भारी देख्न सक्छौ मेरो त अति है
हामी चाहिँ गाउँको गाउँभन्दा अलि माथि आइसकेको छौँ। तल केटाहरू चाहिँ गेम तारो खेलिरहेको छन्। होलिडेमा चाहिँ हामी जङ्गल गएर एकदमै धेरै रातो च्याउ टिप्ने बाचा गर्दै आजको भ्लग यहीँ समाप्त हुन्छ है त गाइस।